यतिको हुनुभयो आम्मा लभली क्यामेरा पनि चर्क्यो कि क्या हो अहिले चाहिँ हामी टाइगर हिल आइपुगेको छु गाइस टाइगर हिल अहिले भर्खर आइपुगेको कि टाइगर हिलको भ्यू चाहिँ तपाईँहरूलाई म देखाइदिन्छु आम्मा सनसेट पनि हुनु आँटेको छ वाउ आम्मा लभली फुलेको थियो त अस्ति यतिको चाहिँ भ्यू हुन्छ है साथीभाइ यहाँनिर तपाईँहरू पनि आउनुहुन्छ भने चाहिँ हामी चाहिँ अहिले बेलुकाको 5 साढे 5 तिर आएको यहाँ त्यही त मुन पनि छ यहाँ सबै एकैचोटि पाउँछ ओ पर मुन सबै एकैचोटि छ यहाँनिर यता पनि छ होइन लेट मी ओपन माई ग्लोभ्स है पहिला डल्लै खिचिदिनु डल्लै खिचिदिनुहोस् है परतिर पारीतिर आज चाहिँ हामी टाइगर हिल आएको छु गाइज टाइगर हिल आएर चाहिँ एकछिन होइन खासमा चाहिँ बाइक बनाउनु आएको थिएँ बाइक बनाउँदा बनाउँदा के जोस चल्यो सर र मलाई चाहिँ एकछिन जाउँ न टाइगर हिल भन्नु त आम्मा टाइगर हिलमा चाहिँ वेदर चाहिँ यतिको दामी चाहिँ भइरहेको जस्ट वाउ यता हेर्नु क्लाउड यता हेर्नु टाइगर हिल ए सरी कञ्चनजङ्घा यता यो मुन भयो यस्तो हेर्नु चाहिँ यहाँनिर कञ्चनजङ्घा हो कञ्चनजङ्घा एन्ड मिडलमा चाहिँ छ एभरेस्ट क्यामेरा राम्रो भएन अलिकति तानिएन हो एभरेस्ट छ यहाँनिर चाहिँ कञ्चनजङ्घा यहाँनिर चाहिँ हाम्रो आई लभ सिन्चेल लेको यहाँनिर चाहिँ गएछ नि सन त डुबेछ अहिले चाहिँ हामी चाहिँ टाइगर हिलमा छु टाइगर हिलमा चाहिँ अहिले चाहिँ सबै देखिरहेछ है तपाईँहरूले देख्न सक्नुहुन्छ यो कञ्चनजङ्घा कञ्चनजङ्घा आई लभ सिन्चेल यहाँ माथि मुन देखिरहेछ है मुन देखिरहेछ यहाँनिर हाम्रो फ्ल्याग यस्तो आएर चाहिँ त्यहाँदेखि चाहिँ यहाँनिर चाहिँ हेर्ने क्लाउडहरू चाहिँ यति दामी देखिरहेछ वाउ वान फुल 360 डिग्रीमा चाँद कसम भनेको